हेलो गुड मर्निङ एभ्रिवान सेवान्ने आज भने चाहिँ मेरो 30 डेज च्यालेन्जको चाहिँ डे 3 हो। आज भने चाहिँ म माथि एक्सर्साइज गर्न आएँ अनि आजकल चाहिँ निकै घाम लाग्न थालेको छ होइन, त्यही पनि अब एक्सर्साइज चाहिँ गर्नु छोडेको छैन, मैले चाहिँ कन्टिन्यू नै गइरहेको छ। अनि तपाईँहरूले मलाई एकदमै 3 दिन भयो मैले वर्कआउट गर्न थालेको, तपाईँहरूले एकदमै सपोर्ट गर्नु भइरहेको छ, त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि। अनि यो च्यालेन्ज सँगसँगै अब वर्ल्ड कपको सिजन पनि आयो होइन, तपाईँहरू कसलाई सपोर्ट गर्नुहुन्छ, कुन चाहिँ टिमलाई सपोर्ट गर्नुहुन्छ तपाईँले तल कमेन्ट पनि गर्न सक्नुहुनेछ होइन। अन्तखेरि म यो 30 डे च्यालेन्ज गरेर चाहिँ म कस्तो खालको भिडियो बनाउनु, के खालको बनाउनु यसो तपाईँले कमेन्ट गरिदिन सक्नुहुन्छ होइन। तपाईँलाई कस्तो खालको भिडियो हेर्नु मन लागिरहेको छ तपाईँले कमेन्ट गरिदियो भने चाहिँ म तपाईँहरूलाई त्यस्तै भिडियो एकदम बनाउने ट्राई गर्छु होइन। जति सक्दो तपाईँले भन्नुहोस् मलाई कमेन्ट गरेर तल। अनि म वर्कआउट चाहिँ डेली त्यही होल बडीलाई नै गर्ने गर्छु होइन। त तपाईँहरूले मलाई युट्युबमा पनि सब्सक्राइब गर्न सक्नुहुनेछ, लिङ्क चाहिँ यहाँ माथि छोडिदिएको हुन्छु। अन्त हाम्रो दाले पनि गर्नुहुन्छ डेली नै, आज त मैले भिडियोमा लेखेको दाला पनि। थ्याङ्क यू फर वाचिङ, सी यू।